हेलो एभ्रिवान, वेलकम ब्याक टु माई मिनी भ्लग। आज चाहिँ कुकरमा सिटी लाएर के बनाउँदैछु त मैले, हेर्नुहोस् है त। अन्डा करी, अन्डा त प्ल्याटै फुटेछ। यो चाहिँ अचारको लागि टमाटर फ्राई गरिदिन्छु। रिस उठेको मान्छेलाई पनि होइन कुकरमा राखेर सिटी लाउनु पाए कस्तो हुन्छ होला कि साथीहरू। वेदर हेर्नु न कस्तो चिसो छ, बर्खा लागेको छ नि त। कालो कराई बसालेँ अनि मैले चाहिँ आलु प्याज टमाटर अन्डा सब रेडी गरेँ। मसला पनि पिसेँ, अदुवा लसुन। अनि अन्डा फ्राई गर्दैछु। अन्डालाई चाहिँ रातो बनाएर निकाल्ने अनि करेला फ्राई गर्दैछु। करेलालाई जति सिप लाएर पकाए पनि मिठो हुने होइन, किनकि यसको जातै तितो हो नि त। अनि त्यही भएर सिप लाउनु पर्दैन खासै, जातै यस्तै हो। अनि आलु प्याज सब रेडी भइसक्यो। तेल तताएर मेथी फुराएँ, प्याज फुराउँदैछु। प्याज फुराएर यसलाई गोल्डन ब्राउन नहुन्जेलसम्म फ्राई गर्दै जाने। फ्राई गरिसकेपछि टमाटर राखिदिने। टमाटर राखेर चाहिँ यसलाई नै फ्राई गर्ने। टमाटर राखेर पनि मसला राखिदिने क्या, अघि पिसेको मसला राख्ने। अनि अदुवा लसुन पनि मजाले फ्राई भइसके पछाडि चाहिँ हल्दी र मसला राख्ने। मसला राखेर मजाले यसलाई ग्रेभी नहुन्जेलसम्म चाहिँ मजाले फ्राई गर्ने। ग्रेभी नहुन्जेलसम्म फ्राई गरिसके पछाडि ग्रेभी हुन्छ। अनि माथिबाट चाहिँ आलु राखिदिने। आलु राखेर पनि यसलाई म्यास गरेको आलु अझ राम्रो हुन्छ। अझ यो माथि पनि अझ डाडुले म्यास गर्दै जाने कि ग्रेभी बनाउने। अनि म चाहिँ अचार पनि बनाउँदैछु नि त। अनि टमाटर गुन्द्रुकको अनि पानी राखेर अनि मजाले उम्लिसकेपछि माथिबाट अन्डा राखिदिने। यता हेर्दै मेरो गुन्द्रुकको अचार पनि रेडी भयो, अन्डा करी पनि रेडी भयो। मजाले बाक्लो भइसक्यो। यस्तो मिठो भएको थियो नि साथीहरू, मिठो भएको थियो। थ्याङ्क्स फर वाचिङ।